गाइज केसी डन भ्लगमा वेलकम टु माई ब्याक च्यानल। आज चाहिँ म यसो फरेस्टतिर घुम्न गइरहेको छु होइन। यो फरेस्ट कति सुन्दर छ होइन, यसको फरेस्टको विशेषता के हो यो भ्लगमा बताउने छु। यो पुरा हेरेर भिडियोलाई नछोड्नु होला। सो गाइज आज यो जङ्गलको ब्युटी दामी दामी दृश्यहरू हेरौँ होइन, कस्तो छ दामी नै लाग्छ मलाई। हजुरहरूलाई कस्तो लाग्छ होइन कमेन्ट गर्नु होला होइन। म चाहिँ आज हेर्चा जान्छु के पारी जान्छु होइन। यो चाहिँ दामी जङ्गल छ के, ओह्रालो पनि छैन उकालो पनि छैन, बजार जस्तो के। सो गाइज म चाहिँ एउटा विशेष ब्युटिफुल डाँडामा आइसकेँ होइन। यो डाँडा चाहिँ यो रहिरहेको छ होइन, कस्तो छ होइन ट्याक्क परेको डाँडो छ, यस्तो छ कि ब्युटी ब्युटी डाँडो। हावा लागिरहेको छ, सरहरूको टाइममा आउनुहुन्छ त यहाँ एकदम हावा दामी चल्ने होइन, ठाउँ पनि दामी। यहाँ यस्तो के माइन्ड फ्रेस गराउनको लागि चाहिँ यो डाँडामा आउँदा चाहिँ अति उपयोगी हुन्छ जस्तो लाग्छ मलाई होइन। त्यसलाई म अलि आइरहन्छु होइन, अलि आइरहने भएकाले म चाहिँ यसो भ्लग गराइदिउँ नि त भन्ने अब प्लानले होइन। म चाहिँ आएँ लगभग 200 मिटर ओह्र पर्छ होइन घरदेखि हाम्रो। अब यो चाहिँ तल यस्तै सेम छ कि दामी यो तल लागिरहेको छ नि बाँध्नु, त्यहाँनिर कि तल पनि एउटा पिपल छ होइन, त्यहाँनिर पनि बबाल छ क्या। त्यहाँ झन् त पिपल भनेदेखि त यत्तिकै पिपल नभएको डाँडामा त यति एसीको बाउ फ्यान आउँछ भने त पिपल भएको ठाउँ त बाउको बाउै होला होइन। आज चाहिँ